आज एउटा नयाँ नौलो रेसिपी बनाएर ट्राई गरौँ भनेर सोचिराखेको। अब हेरौँ कस्तो हुन्छ। अब यहाँ अवलोकन यस प्रकार गरौँ है। तर यहाँ बन्दैछ यो बेसन, अनि त्यहाँदेखि फापरको पिठो अलिकति, अनि खोर्सानीको धुलो, अनि बिरे नुन, अनि अलिकति जिराको धुलो, अनि ज्वानो यति लगाइएको छ। मजाले यो गर्ने हो, मजाले है, यसलाई मजाले फिटेर ढडियाउने हो। त्यस पछाडि यो डिप गर्ने हो, त्यो डिप गर्ने हो, अनि चट्टसँगले फ्राईमा लाउने हो। फेरि त्यस पछाडि फुत्त निकालेर चाहिँ क्याचअप, टमेटोको सस क्या क्याचअप चट्ट लगाएर लपक्क मुखमा लगाएर विचार गर्नुपर्ने छ कतिको टेस्ट आउँछ। म हजुरहरूलाई त्यसको स्वाद चाहिँ कम्प्लिट भइसकेपछि, म यो बनिसकेपछि सघाउँछु है त ल। सबैलाई ट्राई गरौँ है त ल। मैले एक जग्गा खाइरहेको थिएँ कि, तर सोधिनँ उहाँहरूलाई कसरी बनाउनु भयो भन्ने बारेमा। तर जिब्रोले मलाई बतायो, यिनीहरूले यो लगायो अनि त्यो लगाए, यसरी बनाए भन्ने बारेमा। अनि त्यही हिसाबले अन्दाज गरेर चाहिँ मैले आफ्नै तरिकाले रेसिपी त्यस अन्दाज गरेर अलिक फरक तरिकाले बनाउने सोच भयो र बनाउँदैछु। अब हेरौँ कस्तो हुन्छ ल। यहाँनिर मकैको तेल तातिँदैछ। अब यसमा फ्राई गर्ने हो। अब यसमा डिप गरियो भन्नाले चोपियो अनि छट्टै यसरी लाउने हो। क्रमशः यसरी लाउने हो। अनि अब तपाईँको निकालेपछि यस्तो देखिन्छ। चोपेर लगाउनुभन्दा अगाडि यस्तो छन्, खाइरहँ जस्तो छ अलरेडी। हामीलाई हरेक यो जीव जन्तुहरू मारेर तमासा गर्नु पर्दैन क्या, पाप बटुल्नु पर्दैन। वास्तवमा तपाईँको यहीँबाट पाउने प्रचुर मात्रामा पाउने भाइटामिनहरू हुन्छ शरीरको लागि। बनाउने तरिका भनेको कस्तो स्वादमा बनाउनुहुन्छ, आफ्नो तरिकाले बनाउँदा हुन्छ मजाले। यसरी बनाऊ र ट्राई गरौँ हजुरहरूले ल। फाइनल चाहिँ यस्तो भयो। अब यसमा टमेटोको क्याचअप लगाइएको हो र यस्तो भयो। अब यसलाई आफूले सेवन गर्नुभन्दा अगाडि हाम्रो लड्डु गोपाललाई चाहिँ तयारी बनाएको छ। लड्डु गोपाललाई चढाउने हो अनि हामी सेवन अगाडि बढाउने हो। नयाँ डिजाइनको भयो है। बबाल छ, बबाल छ। यो चाहिँ नयाँ डिजाइन ल्याउनु भएको छ। नयाँ रेसिपी हो, डिजाइन कपडाहरूको डिजाइन। अब म पनि किन ट्राई नगर्ने है त। ओहो, यसले त खाना धेरै रुचाउने भयो आज। माइ गॉड, डेफिनेटली साह्रै मिठो, साह्रै मिठो। अझै एउटा खाइहाल्नु नि त। राधे राधे। ओ माई गॉड, यो रेसिपी चाहिँ नबिर्सिनुहोस् है। म भिडियो लाउँछु हजुरलाई। ओ माई गॉड, वान अफ द बेस्ट। अब यसमा के छ डिटेल्स म भिडियोमा बुझाउँछु। प्र्याक्टिस गर्नुहोस्। हेल्दी लिनुपर्छ, दामी। ल ट्राई गरौँ है त। हेर्दै हेरौँ न हौ, खाउँ परेको। न त्यस्तो पिरो धेरै लागेको छ।
तर यहाँ बनाउने तरिकाहरूमा अलिक केही फरक छ क्या। राधे राधे सम्पूर्णमा। र जति पनि रेसिपीहरू छ क्लियर छ, हजुरहरूलाई त्यहाँ भनिएको हुन्छ, सोही हिसाबले ट्राई गर्नुहोस् र सेवन गर्नुहोस्। र अनि हजुरहरूको प्रतिक्रिया दिनुहोस् है त। राधे राधे।